उसा हजुरआमालाई अर्को माला उ गर्ने त यो पनि त मिसाइन्छ सानीमा यही बनाएको रोटी मैले जस्तै बनाउन त मैले अस्ति बनाएको त यस्तै भयो मिठा भयो यति गाडी भएन नि भयो म भयो जस्तो लाग्यो हामीले त सेक्सकै बोल्दै भने खाल पनि थिएन गाडी आउँछ नि सबै तिमीलाई नानी हाय नानी सनी अब भाडा मान्ने सबैले आफ्नो आफा भयो सानाले अब यिनी सानाले सक्दैनन् के रे अब ठुलाले आफैले खाके आफा तर एउटा कुरो के नगरे भन्दा आजी लो जानु होला कुकाले लगेको कुने लानु डाक्टर नगएको मान्छे त त्यहाँ त आएनन् त्यहाँ त 12 बजे खुवाउँदा उर्दा सबैलाई घाँस काट्न गएको बसीले 12 लगाएर त्यहाँ त उही चारा लाथे घाँस काटेर राति कोहरू गर्न त्यस्तो भोलि त बिहान त्यसलाई जाने परे नगवाने कुन्नी मलाई त त्यस्तो लाग्छ है उ आउँदै आएन त्यत्रो खै पोसाते लिनु के भन्नु छैन कुन त छैन राति बोलाएर ल्याउन जानु त्यो जानलाई हो कि ल्याउन जानलाई मैले त्यति सुनेर हजुर मैले सेलरोटीको भिडियो बनाउन लागेको मैले यति माला आउनेको यति डुबा माला आउनेको यति भिडियो बनाएको जोडेर म फुल भिडियो बनाउँछु भनेर हो चिसो भयो क्या चिसाले पनि त्यस्तै हुन्छ बाबा भयो यहाँ उहाँ पर आउनु यहाँ बाबा शेरबार लगाइदिनु बाबा पिसाब गर्नु बिपनागी त झन् झन् सुत्तो मान्दिनेस् आउँदा खाँदैन मम खाएको जग्गा ज्योति पनि छ यता हाल्नु चाहिँ जानी जो होइन खाना पर्यो कपडा धुन पर्यो होइन खालि आफू केही नगरेर त गर्नु थिएन केही थिएन ओ खाए पार माइतै बसी थिए पचाइदिन भएन भात देखे दुगुर्ची दुध देखे दुगुर्ची घर कति छ बाहिर साथीको मात्र मला उनीको धाउ कहाँ छ अरे भन्छ एकचोटि गर्नु भने कति त्यहाँ राख्ने फेरि गर्ने गर्ने भनेको अब यिनमा 8 पिपलका पात गराएर त्यसलाई त्यो मैले अलि भनेको छु पर पिपल 8 का पात लिन जा भनेको अनि यिनी केटीलाई पुरी गर्न पाइन्छ यहाँ पानी धाउ भन्नु त थाहा त्यो धाउ पनि मान्छे धाउ भन्नु
यहाँको साइज नापेपछि यहाँ नापौँला अनि यो आधी गराएको जनी फाल्नु कुरो उधर चाहिँ छैन अब 1 2 3 4 लास्ट बुवालाई चार्ज भयो कि छ लिएर आउन यसको फेटुको मिलाउँछु रे ठेस ला गरेपछि गन्ध खाएर तर त्यही सेतोबाट सुरु गरेर त ऊ त्यो यहाँ नजिक आमाले आफै सबैले बत्ती जलाम अब 84 बत्ती ल त्यसो गरेर बाबु कता हेर मलाई एउटो अगरबत्ती केही देऊ नभए एउटा पाला ल्याऊ पाला त्यसले सैन्नु हुन्छ त्यसले अगरबत्ती सैन्नु हो त्यहाँ बाल्दै या पुण्ड अगरबत्ती बाल्दै ट्याक ट्याक सबै पालो कपडा नचोलु माना रे सुदी ब्रेड है सबै
पहिला उताको जलाउनु पर्छ कि यताका त्यसभन्दा अब आमाले मात्र लाग्ला चलमा नमः सर्वदाय शास्त्रमोदाय शास्त्रका राक्षसी गरुडाली शास्त्र नामे सुखाय शास्त्रते शास्त्रकोटि उदागरे नमः रचना नक्षत्र फलात्मदि हरि ओम नमः फेरि फुल्ने राजहरू त्यसमा तल्लो है सिधै तल्लो हरि ओम सिद्धेश्वराय नमः शिवसराय गतय जय गरमे मम्मी चाहिँ गरे त मम्मी कसो यसो यसो गरे सिद्धाय नमः नमः देखा दिने दया कान्छीले बोलाउँथे अन्त रिसिट नि किचेन नि त अन्त ब्याउनु हामी सबै गोठी थियो के टाउकोमा खेती गर्न हात त्यहाँ खिच्दैन त्यहाँ तिनीहरूसित मेरो नानी नानी abang gal yartan Rama Yeah.
सोझो बसबे बिलो हित हुँदैन गोपादर सदर मेट यादि Siri asa sarap ya mas saya nama dia nama dia bodoh saya tapi nama babi yang muda tidak jadi. Baiknya sangat menjelaskan. Kita bertiga mayuk tam banyak kita maya di panggung desa ketira pama. Miru nama juga semua. Jadi kita jangan kita dewasa. Jadi baru Sahasrani bahasa ibu sana sibuk terakhir. Siswa tidak bisa. Biela patram sibar sada basanda meter bende bapam babam saya namai muncar Samba Shivaya Hari Om Chandrama Manaso Jata Khyapyo Suryo Alayya Samayukta Prana Samukata Nidasayata Yatimira Dipam Kirana Devi Satara Yatimira Dipam Tarsamihi Sri Samba Shivaya Namo Namaha Naive Hari Om
ओम हर 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 हरि ओम गणानंद गणदेव गणानंद बरेदिनंद नित्यदि गण हवामय भगवान आवसमेन तमजन हरि ओम नमः नमः हिदं भाव्यं नमः जाते रक्षितं गौरव बाबकाशिनी धन शब्दन गिरे शब्द विचारसिनी जमिन गिरे शिवं गिरे भगवान शासावा यदा सर्वज्ञ जय ममलाई बोलाइदियो चिहे पराशुभ असोज्यता प्ररोग समग्र जतने रुद्र शरदा सहस्र सबै गाजै शिवाय असोजो वर्षपति मिलोयित उदय गोवादरि संसदर समयया दिनहम नमस्तु नीलग्रीवाय सहस्रस्य यामि दुर्व्याधोज्या शान्त्यप पर नमः परम जोत नमो रत्ने जामाजा साध्य अदय वरदो विजयन कवर्तन वैशल्यवान उदाने श्यामे श्यापुर शनि गंगति हिजते तेरिन मम ससंकाय रणसहिताय चन्द्रहरये नमः ओम सर्वनिपतये रणसहिताय चन्द्रहरये नमः सोमचन्द्राय रणसहिताय चन्द्रहरये नमः रोहिणीपतये रणसहिताय चन्द्रहरये नमः तारादेवाय रणसहिताय चन्द्रहरये नमः लक्ष्मीभ्राते रणसहिताय चन्द्रहरये नमः अत्रिपुत्राय रणसहिताय चन्द्रहरये नमः रात्रिकराय रणसहिताय चन्द्रहरये नमः क्षीरभद्राय रणसहिताय चन्द्रहरये नमः शीतलिवाय रणसहिताय चन्द्रहरये नमः कालकाटगाय रणसहिताय चन्द्रहरये नमः ओम प्रभवे रणसहिताय नमः शम्भुसेवकाय रणसहिताय चन्द्रहरये नमः ज्ञानाय रणसहिताय चन्द्रहरये नमः रविचन्द्रियाय रणसहिताय चन्द्रहरये नमः यमुनदेशजाय रणसहिताय चन्द्रहरये नमः भीमकराय आज सांसद बजाउन फाल्नु उहाँ फालिसक्यो अरूले यताका त घाम थापेर भिडियो कि फोटो पूजा गरेपछि अब कहिले सधैँ आनन्द खुसी रहने सनबारी नानी सधैँ आशीर्वाद दिइरहने म त उता हान्छु
Ini lakukan ल्याउनु खान्छ म बाबु साँच्चो घुम्ने बढी भिनाजु ऊ त्यहाँ छेउमा उभिनुहुन्छ र म एउटा फोटो खिच्छु लाग्दैन मैले फुल लाग्दैन नि पर्दैन बुहारीले आपदन ससुरालाई ढोग्ने टिका लगाइदिए ढोगिदिनुपर्छ नि भइयो अब अंकल भइयो अब भेन यसो भजन गाउने ओर्ने राति भजन नि हो धेरै नमस्ते हैन सधैँ यस्तै देख्न पाइस् बुवामा स्वास्थ्यको कामना बधाई छ तपाईँलाई फुल दिदी यसो आउनुहोस् त तपाईँको फोटो छुट्यो क्या छिटो यसो यसो लगाइदिनुहोस् आमालाई लगाइदिनु आमालाई मात्रै लगाइदिए हुन्छ हो ल ल भयो भयो के पैसा नदिनुहोस् है होइन भयो नदिनुहोस् है होइन नदिनुहोस् क्या भयो होइन पैसा नदिनु फुल मात्रै ऊ त्यहाँ अगाडि छ त्यहाँ फुल त्यही छ होइन नदेकै राम्रो हो क्या पर्दैन कि दिदी फुल मात्रै दिन्छ कडा आयो निर्देशन कडा आयो हजुरबालाई टिका लगाइदिनु नमस्ते गर कृष्ण दाइ यता आउनुहोस् न सधैँ हजुरबाले लगाइदिनु नि त आज 84 यो नि एउटा सौभाग्य त हो भित्र लस्सी राखिदिएको मैले लस्सी मिक्सरको साइडमा इन्ला कति राम्रो ल्याउनु है मस्तै टिका लगाइ
कहाँ गयो ल अब को छुट्यो अङ्कल गालाउने लगाइदिनु ढोक हजुरबालाई ढोक एकैचोटि देखो सबैले ढोक मोज दाइ कहाँ न दाइलाई बोलाउनु मधु अङ्कल तास खेल्नु कहाँ गर्छ ए पुरै त्यही म दाइलाई बोलाउनु जाँदाखेरि त्यहाँ पानी घोकाएर जानु खै आमा यता हेर्नुहोस् त ल बुवाले ठुलो यता हेर्नुहोस् त मलाई हेर्नुहोस् त आउनुहोस् आउनुहोस् दाइ आउनु नि ल आउनु छ यहाँ आयो आयो पालो आयो 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 भिडियोमा क्या मधु अङ्कल जानु लगाइदिनु टिकामा त लगाइदिनु जानु पो फुल त्यहीँ छ क्या जानु के छुट्यो मेरो दाइले तपाईँ कहाँ छुट्यो म दाइ आमालाई यसो टिका लगाइदिनु त मेरो फोटो छुटेछ भयो बोल्दिने म टिका लगाएर रमा आई मिस यु यहाँ आउनु फोटो खिच्न थाहा नि भिडियो यहाँ छ बेसी यहाँ फोटो आफै खिचिन्छ क्या जति सबै सेन्ड गर्ने मैना पाण्डे भिडियो बनाएको मैना पाण्डे सेन्ड गर्ने मेरो मैले टिका लगाइदिएन क्या आउँछ यता के गर्ने म भिडियो गर्दिनँ हौ भिडियोमै छ यहाँ चाहिँ बेसी फोटो खिचिन्छ यहाँ अलि पल्तिर जानु त तपाईँ भान्जीले टिका लगाइदियो
नानी आऊ यता यता फोटो में लाई दिया टक टक यहाँ है जाऊ 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 रितेश जानुस् तर लाइदिस के भन्यौ इन्दी त साथी है नि त टिका लाने हेर्नु पहिले सल्लाह गरेर हेर्नु नानी लगाइदिनु को टिका टिको लगाइ लगाइदे नमस्ते गर ए हुन्न अरे आऊ टिको हामी जुठा हाम्रो ए वर्ष दिन भयो हैन है अब भजन हो तर भइयो पर हामी घर जाने अहिले जाने आज भोलि गएछ भोलि खसी काट्नु भोलि खसी खानु भएन त्यहाँदेखि मासु खानु भएन त्यहाँदेखि त्यस्तै बेर के गर्न र हामी फ्यामिली जाने सत्ययुग त्रेतायुग द्वापरयुग कलियुग सत्ययुगका सत्ययुगका मानवहरूको आयु भनेको 1000 वर्ष 1000 वर्षसम्म भएको भएर उनीहरूले लामो समयसम्म तपस्या गरे र सत्यको विशेषता के मात्र थियो भने कोही पनि झुट बोल्दैनथ्यो जे मनमा छ मुखमा त्यही बोल्थ्यो जे मुखमा छ हातले कर्म त्यही गर्थ्यो र यो सत्यले परिपूर्ण भएको युग थियो र त्यसैको अन्त्य भयो र त्यसैको अन्त्य भइसकेपछि सत्य भनेको एक द्वापर भनेको दुई र रामायण धेरै शक्तिशाली भएको भएर हामीले रामायणको कथाहरू पढ्छौँ कृष्ण कथाहरू पढ्छौँ र रामायण धेरै नै शक्तिशाली भएको भएर रामसँग युद्ध गर्यो र स्वर्ण लङ्का बनायो र के हो त्रेता युगको के भनिरहेको घोर विद्वान पनि हुनै सक्छ त्यसकारण उसले द्वापर युगको दोस्रो युगलाई जित्दै शैली राखेर तेस्रोलाई तृतीय बनायो र थर्ड हुनेलाई सेकेन्ड बनायो जब तृतीय हुनेलाई द्वितीय बनायो सत्य नै हो र सत्यपछि त्रेता युगमा आगमन भयो र त्रेता युगको विशेषता के रह्यो भने अनि सन्तानहरूको लागि
सत्य तर्क एउटा यो त्यस्तै यो सन्तानको लागि यज्ञहरू गरेर उत्पादन गर्ने प्रत्यक्ष प्रमाणले श्रीराम वशिष्ठ गुरुले यज्ञ गराउनु यज्ञ गराइसकेपछि तिनवटै रानीबाट चारलाई छोराहरू उत्पादन हुनुभयो जसको नाम राम भरत लक्ष्मण शत्रुघ्न र त्यो बेलासम्म मैत्रेय सृष्टिको अभावको कुरो शास्त्रमा प्रमाण दिन्छ। यसै गरी जन्मेका सन्तानहरू शक्तिशाली हुन्छ र अहिले पनि भनाइ छ सत्यको सम्पत्ति धर्मको पुत्र भन्ने उखान अहिले पनि सिद्ध छ नेपालमा होइन। हामी हिन्दू धर्म जहाँ मान्छौँ त्यहाँनिर के छ भने सत्यले जोडिएको सम्पत्ति र धर्मबाट उत्पादन भएका सन्तानहरू धेरै शक्तिशाली हुन्छन्, तेजस्वी हुन्छन्, तपस्वी हुन्छन्, मूर्धन्य हुन्छन्, देशका भावनाहरू हुन्छन्, प्रभावशाली हुन्छन्। हामी शास्त्रको मान्यता छ। त्यही भएर हामीले हिन्दू धर्ममा शास्त्रले संसार बराबरी भन्छ है। यो हाम्रो आफ्नो समाजमा छोरा छोरी त्यसै छोरी जाने भने म आफै उदाहरण हो शास्त्रको छोरी नै जन्म अनि म छैटी गरेको संस्कार हो। संस्कार कसैले के भन्यो राम्रो गर्नु हुँदैन, राम्रो गर्नु पनि भन्दैन। यसरी छोरी छोराहरू सबै समाज गरे अनि राजा दशरथले चारवटा सन्तानहरू जन्मे। यसरी त्रेतायुगको पनि अन्त्य भयो। भनाइ के भन्छ सत्यको नै विजय हुन्छ, असत्यको नै खत्तै होला। असत्यको अहिले सत्य नहुनेसम्म र शेषको आयो घाम नलागिनेसम्म भन्ने हाम्रो नेपालीमा भनाइ पनि रहेको छ। शीत पनि घाम लागिसकेपछि अस्ताउँछ, असत्य पनि सौभाग्यशाली हुन्छन् भन्ने शास्त्रको भनाइरहेको छ। र यसरी बुवा आमाको लागि नित्य भगवान्कै स्वरूप मानेर जसले पितृभक्ति गरेर बुवा आमाले दिव्य रूप मानेर बुवालाई शिवको रूप र आमालाई पार्वतीको रूप मानेर जसले बुवा आमालाई बच्चामै नलगाइकन उहाँले कहिले दुःखी नबनाइकन सन्तानको कारणले बुवा आमाको आँखाबाट यदि आँसुको थोपा झऱ्यो भने त्यो आमालाई के हुन्छ, बुवा आमाको श्राप पर्न सक्छ। त्यही भएर हाम्रो कारणले आफ्नो बुवा आमालाई कुनै पनि सन्तानले दुःखी बनाउनु हुँदैन। यदि सन्तान चाहियो जसले बुवा आमालाई भगवान्ले धेरैको स्वरूप मान्न सक्छन्, ती सन्तानलाई धरातलमा सौभाग्यवती मानिन्छन्, सौभाग्यवान मानिन्छन्, धर्मात्मा मानिन्छन्, कीर्तिमान मानिन्छन्, सौभाग्यशाली मानिन्छन्। त्यस कारणले यस्तो मानव जीवनको कुरो रह्यो र आयो। यसै गर्दा गर्दै कहिले भयो सत्य कुरो अन्य गऱ्यौँ, धर्मको कुरो गऱ्यौँ, त्रेताको कुरो गऱ्यौँ। अब रह्यो र कलियुगको आयो भने 32,000 वर्ष रह्यो। कलिको अर्थ हुन्छ दुईवटा अर्थ हुन्छ। कलिको अर्थ संस्कृतमा कलि माने कलह, कलि माने मेसिन, कल कारखाना हुन्छ। कल झगडा, कल कारखाना। र यो कस्तै हो भने कल झगडा बढी गर्ने, एकअर्काको झगडा बढी गर्ने, एकअर्काको हिस बढी गर्ने र धेरै खराब मेसिनहरू पनि हो होइन। अच्छा होला जस्तै मेसिन, धान पेट्ने मेसिन, कुट्ने मेसिन, मुही काट्ने मेसिन, मसला पिस्ने मेसिन, ढुङ्गा सिलौटी मात्रै नि हलुमै मात्रै नि होइन। र यो कल भएको भएर कल कारखानाको यो मसला मेसिनको यो अर्को रह्यो
झगडा गयो कलेमा धेरै मान्छेहरू झगडाले सभा गर्नेछन् लहारी सभा गर्नेछन् धेरै सम्पत्ति कमाउने लोभमा राति दिन सुत्ने पनि छैनन् गफका हिँड्नेछन् अरूलाई दुःख दिनेछन् कमाउने चाहना राख्नेछन् यस्तो खाले युवा आउँदैछ अनि नैसारले क्षेत्रमा सडक अध्यक्ष श्री हजारी चेयरलाई सुतरी भएर यस्तै कथा सुनाइरहनुहुन्थ्यो र सडक अध्यक्ष श्री हजारी चेयरले बलिको बारेमा सोधिरहन् अब बलि आउँदैछ मानवहरूको शुभ व्यवहार गर्नेछन् थोरै भोजन खानेछन् धेरै खान पनि नसक्ने धेरै लाउन पनि नसक्ने यस्ता फुर्का हुनेछन् शरीर पनि ठुलो डम्बको नहुने खालका सानो चिन्तन भएका लोभ धेरै भएका यस्ता व्यक्तित्वहरू कलियुगमा हुनेछन् त्यसकारण यी कलियुगी मानिसहरूको उद्धार कसरी होला त मानव जीवनमा राम्रो कर्म गर्ने गाडीलाई त गाह्रो केही पनि छैन दुष्कर्म गर्ने गाडीहरूलाई पनि उद्धारको बाटो के हुन सक्छ हे भगवान् यो सुन्दरजी महाराज हे गुरुदेव भनेर सनका शिष्यहरूले सुतजीका प्रति प्रश्न राख्दा त्यसो भइसकेपछि सुतजी महाराजले म तिमीलाई एउटा सानो उदाहरण सुनाउँछु सुन यो मानव जीवनमा धेरै कुराहरू गर्दै 84 वर्षसम्म पुगिन्छ 84 वर्ष पुगिसक्दा कुनै पनि संसारमा गर्न बाँकी रहेको वस्तु केही पनि हुँदैन सन्तान सुख सम्पत्ति सुख लिङ्गबाट पशु चोपायका सुख गाडीहरू प्रदेश हरेक सुखहरू हरेक बेलाहरू भोग्दै यात्रा पुग्याउँछ र 84 वर्ष पुगिसक्दा संसारमा भोग्नुपर्ने कुनै पनि करोडकी रहँदैन त्यसो भएर संसारबाट तृप्त भएको छँदा व्यक्ति हुनुपर्छ है सुखले भरेको संसार नभएको भएर यो संसार कस्तो छ नि दुःख लिएर हाँस्ने यो उत्पत्ति भएको छ मलाई खिच्दिरह Jai
जिब्रो टक्दै भाइ कसो नाच्यो कति लामो भयो भजन
ना चल